मर्निङ अल फ्रेन्डहरू। आज म एउटा सानो ब्लग बनाउन गइरहेको छु। यसो काफल खानु पर्यो भनेर आज यहाँ जङ्गलतिर निस्केको होइन। यो बेला हाम्रो दोलखाको सैलुङतिर चाहिँ काफल पाउने बेला। अनि हिजो अस्ति 2-3 दिनको यो पानी झरी अब चाहिँ बर्खायाम सुरु भयो नि त। त्यसले गर्दाखेरि यसो हेरेको सबै रुखमा चाहिँ काफल यसो हेऱ्यो होइन, काफल चाहिँ देखिन्छ कि, तर काफल चाहिँ हेऱ्यो माथि माथि कहाँ कहाँ छ। यो चाहिँ आकाशको फल आँखा तरी मरेर भने जस्तो भयो फ्रेन्डहरू। यस्तै छ यस काफल ऐसेलुको बेला अन्तिम अवस्था हो। हामी यो चाहिँ थाङसिङ डाँडातिर छौँ होइन। काफल खानलाई उकालो अलिअलि श्वासमा पनि लागिरहेछ, तर अब काफल खाने बेला हो। अलिअलि यो डढेलोले यो हिउँदको बेला पऱ्यो नि, डढेलोले काफल पनि कुपोटहरू नि बिगारेछ है। तर अब काफल खाँदै गरेको चाहिँ अब माथिको रुखमा चाहिँ अलिक सजिलो छ अरे भन्छन् साथीहरू, त्यहाँनिर भेटिन सक्ला। तर काफल भेट्ने कुरा चाहिँ अलिक गाह्रै रहेछ। अब यो चाहिँ वैशाखतिर अलि धेरै पाइन्थ्यो, जेठको पनि अन्तिम अवस्था पुग्न लागिसक्यो होइन। त्यसले गर्दाखेरि काफल चाहिँ अलि नपाइने भयो। यस्तै छ है साथी। हामी अलि जङ्गलको कन्दमुल ऐसेलु काफल चोत्रो, यो चाहिँ चोत्रोको रुख हो होइन, फल्या चाहिँ छैन। यो चाहिँ पातै खाने चोत्रो है साथी हो। यहाँ छ होइन, यो चोत्रोको चाहिँ लाग्दैन, यसको मुन्टा चाहिँ यसरी खान मिल्छ होइन। ट्याक्क लाएर चाहिँ नेपालमा चाहिँ अब अरू देशमा चाहिँ ल्याब टेस्टको कुरा पनि होला नि, तर नेपालमा चाहिँ हाम्रो जिब्रोकै टेस्ट छ। पहिला बाउबाजेको पालदेखि नै खाँदै आइरहेको। हामी चाहिँ सानो हुँदाखेरि गाई भैँसी बाख्रा चराउँदाखेरि पनि खान्थ्यौँ होइन। चोत्रो, घङ्गेरु, ऐसेलु, कन्दमुल, पाँचअम्ले यस्तो चिजहरू चाहिँ खोज्दै खाएर अहिले तन्दुरुस्त थियौँ। र अहिले चाहिँ अब अनेक थरी खाने, त्यसले गर्दाखेरि अर्ग्यानिकको नाममा विषादी हालेको चिजहरू खान्छौँ। पहिला चाहिँ यो यस्तो हो क्या, कयौँ वर्षदेखि यो जग्गा जमिनमा चाहिँ पुरै जङ्गल, यसमा चाहिँ मल विषादी यस्तो चिजहरू पनि बर्खायाममा भलले बगाएर ल्यायो भने चाहिँ हुने हो होइन। नभए चाहिँ यो खेती योग्य जमिन छैन। के भन्छ यसलाई, कुमारी माटो भन्छ के अरे। त्यस्तो खालको ठाउँमा हामी खाइखेली हुर्किएको मान्छे, काफल खान आएको। काफल त रुख मात्रै पो छ रहेछ, छैन त। यस्तै चाहिँ साथीहरू यसो हेर्नु होला होइन। यो सानो काफल खाँदाको ब्लग बनाएको। यो काफलको रुख हो, यसमा अलिअलि छ काफल होइन। काफल छ त छैन, अलिअलि छ।